कति समय अगाडिदेखिको प्लानिङ थियो तपाईँको चाहिँ सगरमाथा चढ्ने? यो खासमा भन्नु पर्दाखेरि एक्लो मुभी हाउसहरूलाई थाहा होला होइन। अनि क्यारेक्टर रिसर्च गर्दै जाँदाखेरि हामीले सुटिङ पनि हिमालयमा गरेको सबै, अनि माथि अन्नपूर्ण रेन्जमा गरेको, अनि त्यो हिमालय बोला जस्तो फिल भएको क्या तपाईँको 45 दिन बस्दाखेरि। अनि दियापुन दिदी मेरो रुममेट हुनुहुन्थ्यो, उहाँले पनि सगरमाथा आरोहण गर्नुभएको। अनि त्योसँग कुरा गर्दै जाँदाखेरि चाहिँ जिन्दगीमा एकचोटि चाहिँ के रहेछ है यसको भोगाइ चाहिँ एकचोटि भोग्नुपर्छ भन्ने फिल भयो मलाई। अनि ठ्याक्कै हेर्दै जाँदा माउन्टेन क्विन भन्ने नेटफ्लिक्समा देख्नुहुन्छ हाम्रो शेर्पा दिदीले गर्नुभएको। अनि सबैभन्दा धेरै एभरेस्ट आरोहण गर्ने दिदी हुनुहुन्छ उहाँ चाहिँ। अनि उहाँको त्यो स्टोरीले एकदमै छुयो मलाई चाहिँ। जिन्दगीमा एकचोटि चाहिँ के रहेछ यो एकचोटि चाहिँ एक्सपिरियन्स गर्नुपर्छ है भन्ने चाहिँ भयो मलाई। अनि त्यहाँबाट चाहिँ यसो जोस आयो 6 महिना अगाडि एक्लो मुभीको सुटिङमा। हजुर यो 24 घण्टामा चाहिँ 2टा अवतरण गर्नु भनेको चाहिँ कस्तो? जस्तै तपाईँ सगरमाथा चढ्नुभयो पहिला होइन, अनि त्यस पछाडि तपाईँ कति तल झरेर माथि जानुपर्ने हुन्छ, कस्तो हुँदो रहेछ? कस्तो हुन्छ भन्दा तपाईँको सगरमाथा यहाँनिर छ, लोछे यहाँ छ, नुप्से यहाँ छ, अनि क्याम्प 1 क्याम्प 2 क्याम्प 3 क्याम्प 4 हुन्छ होइन। अनि क्याम्प 4 साउथ कोलबाट सगरमाथा जान्छ, ठ्याक्कै यता लोछे फेस हुँदै जाने हो कि सगरमाथा चाहिँ। अनि लोछे फेसमा तपाईँको क्याम्प 4 हुन्छ, फेरि सगरमाथा चढेर अनि साउथ कोलमा क्याम्प 4 मा झरेर लोछेको क्याम्प 4 मा पुगेर अनि त्यसपछि पिकमा जाने हो कि। अर्को धेरै झर्नु पर्दैन, क्याम्प 4 टु क्याम्प 4 झर्नुपर्छ। तुझे कंबर है चाल शेकी शेकी है किती सुंदर